हेलो गाइज वेलकम टु आवर ब्लग। आज फेरि आइसकेको छु न्यू ब्लगमा। आज चाहिँ धेरै पछि भ्लग बनाउन लागेको छ। हामी हाम्रो पहाड गर्दा लगेको मैले ललिपप खाँदैछु। यहाँको एउटा गाडीको लुक देखाउँछु, छतमा भएको है त। यो हाम्रो बिहेमा जाने झोला है सबै। दिदी त्यो होइन के गाडीको गाडीमा कस्तो मान्छे बसी पनि अट्नु यो त तरकारी बोक्ने गाडी नै हो नि त्यो तल तरकारी हैन यो तरकारी हैन मान्छे बोक्ने गाडी हो। यो जम्मै तरकारी त हो नि यो जम्मै यो त काउली उता बन्दा भयो के अब त अनि टमाटर चाहिँ कहाँ गयो? यो टमाटर बिचमा अनि काक्रो उता आलु डल्लै बन्दा हैन उता काट्दै हुन्छ के मेरो छोरोलाई त किन हो यस्तो गर्ने गाडी के गाउनु के अहिले गाडीमै भम त अब गाडीको गाडी बजाउ गाउनु गाडी के अहिले चाहिँ सुत्न दिन्छु मैले गाडी चलेछि उडाइदिन्छु बाट धाउनालाई स्वागत गर्दिछि तुने पाउनालाई रे लैसरा बाट आउनालाई ढिलो गर्ने दाइ गाडीले ढिला गरे हो हामीले मेरो बनाइदिँदा भिडियो गर्छु बाबु भन्नु हैन हैन ए मोबाइल त बबाल बहा मलाई फेरि केटोले उछारै देखेन केटोले उछार नदेर बाहिर त बेसरी उफ्रे हा म्युजिक सिज गरेर त्यसै उफ्रे हा अनि सीमा खाइ र बाबु दिन त न भाग्यवान भयो जा अब बिहान भएर देखेको सुन्न सीमा भोलि मलाई ऊ ल्याइदेन तैँले फेरि भिडियो कल नगर्न के भएन तल लाउने कुरै रहेन त के त्यतिकै बसेछु सुरल ल्याइजा है भोलि एउटा भनेर कहाँ छ के छ भन्ने थाहा छैन भाउजू कोठामा जा भाउजू कोठामा नपाए आमा भाठामा जा छ मेरो कोठामा त्यो ठुलो आमा भाठामा पनि पाएन केही जाने सुरलै भेटिनस् भने मेरो नयाँ हामी आउँदाखेरि लुङ्गीभित्र लाग्छु र ठाउँ धेरै छोड्दै थिए के मैले अघि अगाडि बसे आछ अगाडि उता हुँदै उनी त बाटो के गरेर म आउँछु हो नानी लुगा ओइ पैसा निकाल्नु पर्छ ल यो लुगा यहाँ आउँछ उता राख्नु आला राम्रो छ नगर्ने काम यस्तो गरी भएको सुरु
मेरो झोलाहरुले जाडो ख बाबु ओजु ओजु के को हजुर कसैले पनि पढ्नु नभएछ यसको कसैले पढ्दैन के काठमाडौँ ग्यास सुताइदिनु भयो नि दुईटा हात एउटा कुटीले पलाइ हो त्यो पलाइ भाचिन सक्छ हुन्छ छैन के लिची खाऊ के अदानि पलाइ पाकाउनु हुन्छ नि सबै बाटो पैसा छैन यहाँ उनीहरु पैसा पैसा निकाल्दाखेरि मान्छेले 10 रुपैयाँ अम्मा पैसा निकाले कस्तो तास खेल्ने पैसा पहिला जापानिज छैन हेन जापानिज हेन जापानिज एन हैन जापानिज त साटेर आउँछ नि त मोटरसाइकल ला गर्दै हो नगर्नु न बिजेत हुन्छ म त पठाइदिनुहुन्छ तिमी भइहाल्छ को चाहिन्छ र के हाल्नु के भ्लग बनाउने बाटो बनाउने छैन मान्छे अगाडि हेलो गाइस आज चाहिँ हामी मामाको बिहेमा आएको हामी चाहिँ जन्ती निस्केपछि रेडी भएको त्यही भएर जन्ती निस्केको चाहिँ भ्लग बनाउन पाएन हामी निक्ले पहाडको बीच फर्स्ट टाइम आएको रमाइलो लाग्यो रमाइलो भइरहेको छ तर हामी धेरै भिडियो बनाउनु पाएन होइन के ब्लगको भिडियो भने टिकटक त बनाइयो कि अब त्यो हाम्रो शिवान चाहिँ झन् हेलो गाइजहरू भन्छ एकचोटिसँग यता हुनुहुन्छ दिजु हेलो गाइजहरू हामी चिकन हामी चाहिँ यस्तो भएको छौँ यता चाहिँ अँध्यारो परेर शिवान चाहिँ कहिले किन त्यस्तो बेला सबैजना साडी लगाएर तल जाने बाटो माथि आउनु धेरै गाह्रो हुन्छ यो चाहिँ हाम्रो पहाड घर हो चारैतिर पहाडै पहाड हो यहाँ लामी डाँडा पहाड हो यो अनि यहाँबाट झऱ्यो भने मान्छे मर्छ यतातिर पुरै खायो यतातिर घरहरू हो अनि कुनै कुनै घरको यतापट्टि चाहिँ यस्तो हुन्छ हाम्रो घरको नि यतापट्टि यस्तै छ अनि यहाँ त धेरै रुखहरू हुन्छ अनि यहाँ त बादल नि तर हुँदो रहेछ बादल तल बादल माथि हामी है अनि यहाँ त हिमाल देख्छ नि पहिला पहिला है अहिले त्यो बादलले नदेखाएला नि लिचीहरू रोपेर कसो टिप्नु जाने होला लिचीको बुट तल मान्छे हामी माथि हौँ है बुट चाहिँ तल तल हामी चाहिँ पहिलोचोटि पहाडको बेमा आएको है एकचोटि आएको थिएँ म पहाडमा तर त्यहाँ बेचेन हामी चितवन बस्ने मान्छे है छुट्टै हुन्छ नि है हामी यही राख्छौँ अनि यहाँ त सबैजना जान्छन् तर यहाँ छोडेर जाँदो रहेछ त्यही भएर हामी गएनौँ अनि यहाँ चाहिँ धेरै ठाउँमा यस्तो छ देखाइदिन्छ यस्तो माटोहरू हो अनि हाम्रो घरहरूमा लाइन हुन्छ त्यही भएर उ त्यो तरको हुन्छ अनि लाइन आउँछ त्यसले गर्दाखेरि लाइन आउने हो हाम्रो भान्जा चाहिँ धेरै चकचक हुनुहुन्छ उफ्रेक गर्नुहुन्छ भन्दाखेरि किनकि उसको मम्मीले पाउँदाखेरि मम्मी उफ्रिनु भएको थियो पाउँदाखेरि मम्मी उफ्रिनु भएको थियो त्यस्तो भन्ने ल हामी पुरानो घर हेर्न जाँदैछौँ बाबाहरूको हामी चाहिँ पुरानो घर हेर्न जाँदैछौँ अनि त्यो मामाहरू मम्मीहरू हाम्रो मम्मीहरू जन्मिनु भएको ठाउँ हेर्न पहाड भनेर के गर्ने गाइजहरू पानीले बढ्नको लागि यस्तो प्लास्टिकहरू लगाइदिन्छ देखाइदिन्छ माथि त्यो नानीको अनि पहाडमा चाहिँ नानीले देखेको छैन टोरीहरू हुन्छ अनि धेरैजना मान्छे त झर्नु भइसक्यो किनकि पहाडमा धेरै गर्मी हुन्छ अनि यस्तो ठाउँमा चाहिँ त्यस्तो ठाउँमै राम्रोसँग जुम गरेर देखाइदिन्छ जन्म ठाउँमा आई अलि दही चिउरा खानु झरेको होला अब हामी देखाउँदैछौँ अरू पनि बिस्तारै बिस्तारै हेर्दै गर्नु होला अनि मैले हावा हालेर दोस्रो वर्ष 15 वर्षको भुरा थियो आमाहरू जन्मेको ठाउँ जान लागेको आज हामी ठाउँ जान लाग्यो
जान्ने कता उता खाली हो तेरो हजुरआमाहरु जान्ने कता खड्का घरसम्म त जाँदैन है सक्दैन भाउजू खड्का घरसम्म त सक्दैन धेरै टाढा कसो घरसम्म खड्का घरसम्म जाँदैन खड्का घर यही हो जन नदी हो ल म त पुछार बनाएर पुछार त अरु अरु अहिले छुट्टिएर गएको हो यो लास्ट घरै यही थियो उ त्योसम्म हो न त अरु थिएन अहिले त उतासम्म भए त अहिले हाम्रै खाली छुट्टिएर गएको हैन मम्मी बाबा गर्छन् हैन बाघहरू हुन्छ यहाँ मामाहरु मात्र हो नि गाईहरू धेरै बाघहरू हुन्छ बाघहरू हुन्छ त्यही भएर यहाँ राति 27 आउनुभयो भने पहिला यो रे जीवा यो पहिला हाम्रो घर थियो बेचे बुवाहरू जान्ने अनि यहाँ चाहिँ यस्तो अहिले चाहिँ बेचबिखन भइसक्यो त्यो जग्गा हाम्रो हैन नगर नगर अहिले यस्तो रहेछ यो यस्तोलाई राम्रोसँग गरेर रहेछ है ल आउँछ आउँछ हामी चाहिँ पुरानो घर हेर्दैछौँ पहाडको तपाईँलाई कस्तो लागिरहेको एकदम रमाइलो लागिरहेको मामाहरु उकालो सालमा आउँदा पहिलाको ठाउँ हेर्न पाउँदा रमाइलो लागिरहेको खुसी लाग्यो मामा घर आएर सबैजना यसरी बसिरहनु भएको छ थाहै छैन दिपाजी लाइट आउँदा कस्तो दुई बतिर बाजा आउँछ नाच्दा नाच्दा यत्रो भयो बाबामा पहिला चाहिँ हामी खुसी लाग्यो तपाईँ मामा घर आउँदा मामा घर आउँदा एकदम खुसी लागिरहेछ हैन धेरै वर्षपछि आएको 10 वर्ष पछाडि आएको म त 2 वर्ष तपाईँ म यो मेरो सायद 7औं पाली होला 2 वर्षपछि आएको छु म तिमी म त अस्ति 1.5 वर्ष भयो तिमी म त 5 वर्ष होइन 3 इयर्स 3 वर्षपछि 3 वर्षपछि हामी बाबा साथै नि त बिर्स्यौ कडा छ है बाबा ल हेर्दै गर्नु होला ए अहिले फुपू आफ्नो सानीमालाई चाहिँ दिने भाउजू छैन ठिक छ हामी बस्नु छन् नानी उस गर्नु भयो बुढी मान्छेलाई दिनु पर्यो तपाईँ भन्नु अनि तपाईँलाई घर आउँदाखेरि कस्तो भइरह घर आउँदाखेरि घर आउँदा एकदम रमाइलो लागिरहेको सुन्तला छ र यहाँ छैन भन्ने सानो हाम्रो डाँड रहेछ मेरो फटिसकेछ तपाईँ लाउनु हो भने चाहिँ डरेर आउनु होला यहाँ गोरुको सिङ्गो यत्रो हुँदो रहेछ त्यहाँ नि गोरु छ एउटा त्यही भएर म डराएर दिजुलाई समातेर आएको गरेँ अनि यसो भनेर चाहिँ हाम्रो डाँड रहेछ त्यही भएर यो चाहिँ कत्रो उकालो डाँड रहेछ सबैजना राजा अनि बेलुका त अझै गर्नु साडी फुस्किरा जस्तो भएछ
तपाईँलाई खोलामा यो आफै जोल्डिङबाट त्यो हुर्केर खस्यो कि आफै भनेको अनि बुढो चाहिँ के भन्छ त म झरे पनि तिमी चाहिँ नझर चलन मान्छे भाउजू भएर चिनेपछि लाग्छ ए म बुहारी नै हो एकदम चितवन बडा बोतलमा